Welcome back to another vlog guys. आज चाहिँ म कलेजतिर जान लाग्छु तल पिएमतिर धेरै पछि केटाहरूसँग भेटघाट गर्ने छु त्यही भएर अब बिस्तारै जान पर्छ मौसम दामी छ भ्यू पनि दामी देख्दैन आजको दिन त पाइलट मोड स्टार्ट हुँदैछ अहिले गाइस अब हाम्रो गाडी आयो भने चाहिँ हात गाडी कटै ल गाइस हाम्रो नयाँ बाइक हेर्न सक्नुहुन्छ त्यसो भन्छ नयाँ बाइक छुन पर्यो यार ल गाइस है हाम्रो नयाँ बाइक हेर्न सक्नुहुन्छ यस्तो दामी छ NS200 पोखरामा एउटा NS बाइक पनि थपियो फेरि खै पनि केटाहरू अर्जुनले निस्किन्छु भन्दै थियो आज रक्कीको बाइक चाहिँ के पनि यस्तो भयो त यार रक्की भिडियो हेर्दैछौ भने यस्तो बनाउनु पर्यो है तिमीले यो बाइक नि रक्कीलाई केही भन्न त भन्छ यहीँबाट भिडियोबाट रक्कीलाई के भन्नु बेला अलि राम्रोसँग बनाउनु पर्यो अलि राख्नु पर्यो यस्तो रहेछ अलि यस्तो कहिले धुन पर्यो होइन यत्तिकै राखे पनि बाइक साथमा आएको म गएँ ल कुदिहाल्दो रहेछ त्यो बाइक त चलाउने गाह्रो भयो त ल यो त गाइस नयाँ बाइक हेर्न सकिन्छ NS हुट्टो उडिहाल्दो रहेछ त्यो बाइक त यार चलाउनु नजानेर मैले क्लचले कति स्मुथ भयो यार नयाँ बाइक त भइहाल्छ नि यार सलल्लो बग्छ अरे यार एक राउन्ड हानेर आउनुपर्छ क्या हो यताबाट यार नयाँ बाइक गाइस अहिले आएको न्यू NS200 BS7 कस्तो कुदेको यार यो बाइक त दामी कुद्छ त यार यो 500 किलोमिटर चाहिँ बिस्तारै चलाउनुपर्छ होइन नयाँ बाइकको इन्जिन चाहिँ ढिलो पऱ्यो नि त त्यसपछि 500 किलोमिटर पछि नै त्यस्तो रफली कुदाउन त हुन्न हल्का फुल्का चाहिँ कुदाउनु मिल्छ 500 किलोमिटरसम्म चाहिँ बिस्तारै नै हाल्नुपर्छ यताबाट जाम हावा नि कस्तो दामी आउने यार यस मजा छ देश अनि त्यो क्लच चाहिँ लास्टै स्मुथ भयो क्या यार बाइक चलाउनै जानिन्न त यार क्लच नमिलेर हो क्या अलिकति मेसँग त अरू चलायो एक राउन्ड हानेर एकचोट हजुर लाइसेन्स बुक छ गाइस अब हामी चाहिँ ट्याक्क यहाँ छौँ सफल पुग्दैछौँ अब रक्कीसँग 2 शब्द कुरा गर्नु पऱ्यो अनि बाइकलाई चाहिँ किन यसै थन्कायो आगे होइन उसले अलिकति गाइस अब हामी चाहिँ टक्क एक टेस्ट ड्राइभ नयाँ बाइकको सिनेमेटिक देखाउँदैछु मैले नयाँ बाइकको ओनरले के भन्नुहुन्छ 2 शब्द भन्नु नि यार अब हेरौँ अलि दिन चलाऊँ त्यसपछि के भन्ने रिभ्यू दिनु पऱ्यो है गाइस
रिभ्यू देशी म हाल्छु खोइ ब्लग रिभ्यूको ब्लग होइन भन्छ 45 हिँडिसक्यो ल अर्जुन यसको एउटा फिचर भन नयाँ राम्रो राम्रो लाउने कुरा राम्रो फिचर डिस्प्ले हेर न अनि अर्को मात्रै हो यो बाइक र यो बाइक कम्पेयर गरेर के डिफ्रेन्स भेट्टाउँछ ल भन ल भन 5वटा डिफ्रेन्स भेट्टाउ न कलर बाइक यो कलर त बाइक त सेम हो बाइक त एउटै हो बाइकको यो डिफ्रेन्स के फङ्सनहरू ल अर्जुन ल च्यालेन्ज भयो ल भन न सक्छौ भने भन यो डिस्प्ले छुट्टै छ तेल छुट्टै छ यो सक छुट्टै छ सबै धेरै छन् डिफ्रेन्स यही त अनि नयाँ साटेको लगाइ अब अर्जुनले भन्न सकेन अब तिमीले भन ल तिमीले भन यो दुईवटा बाइकमा के डिफ्रेन्स छ यो साइड लाइट अनि अर्को भन नम्बर प्लेट त नम्बर प्लेट नै भयो ल पछाडिबाटै भन्दै नि त ट्याङ्कीमै फरक छ त्यस्तो होइन कि ट्याङ्की स्याङ्कीको कुरा होइन कि ल भन त्यस्तो होइन तिमीले जानेनौ तिमीलाई थाहा छैन यो फरक छ धेरै पावर छ कि त्यो बाइकमा कन्ट्रोल हान्नै सकिन्न कि क्लच नि लास्ट लुज छ कमालो छ अनि भत्त गइहाल्छ कि त गाई जब हामी चाहिँ पिएनतिर जाँदैछौँ पिएनबाट कास्कीपुरतिर स्कुटरवाला छप्री राइडरसँग रेस हुँदैछ है गाई हाम्रो फेवातालको हेर्न सक्नुहुन्छ गाई होइन लगाएर कहाँ आउँछ नि खन्न लाग्यो भनेको भन्छ खन्न लाग्यो कहाँ आउँछ नि त्यो कलकत्ता आउँदो रहेछ पाइन्छ र बाइक झुन्डाएर बाइकमै चढेर झर्नेकै त होला बाइकमा चढेर जाँदैन त्यो साइकल चढेर के कराएको अहिले भर्खरै के कराएको नि कुकुरहरू के यहाँ ल ल ल त्यहाँ हो त्यहाँ के भन्छ यसलाई पोखरी भन्छ कि ताल भन्छ कास्कीकोट वडा नम्बर कति हो 24मा आयो है त गाडी जाम फाइनल सकाल यहाँ उहिलिहाल्छ कि हेर्नु पऱ्यो उडाउन उडाउ अहिले त त्यो राखेको छ नि त कास्कीकोट भनेर मन्दिर त्यो उता जान पाउनु उता जाऊँ न उता होइन के भएको यहाँ त जाऊँ न एकछिन यता हाल्न त पाइन्छ नि ढुक्क होइन उडाखा छ भने फेरि जहाँ भेट्यो त्यही हो के अरे दिने के निकाल्न पनि थियो निकाल अनि यो क्युआर पनि निकाल पनि क्युआर मात्रै छ के ओके यो पार्टहरूको हो कि जस्तै यो सामानको भयो नि त ग्लु छ के अहिले त सन्देश के को रात चढ्नु पूजा गरेका रात चढ्नु भनेर रात चढ्नु भने हान्नु नि हो र अनि यो एउटा मात्रै स्पार्क प्लग हुन्छ अरे कि नयाँ आएको बाइकमा यो तिनटै छ त फेरि एउटा दुईटा यता नि हुन्छ एउटा तिनटै छ त फेरि नयाँ एउटा मात्र हुन्छ भन्ने सुनेको थिएँ त मैले होइन झर्दै लिएर आएको फेरि एउटा सो हेर्नु पर्यो अब
यही हिजोगा डोरी हालेछ नि त कतिको डोरी हालेछ नि डोडी भने डोडी डोडी हेर डोडी 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 हेलमेट नयाँ हो कति हाल्यो हेलमेटलाई 3300 200 ठिक्कै बनाएर आयो ल हामी उतापट्टि जाने हामी चलेको गाई अब यत्रो डुल्दै त्यो दामी छ यहाँ होइन यताबाट जाऊँ न त्यो त वेलकम टु रिसोर्ट भन्दा रिसोर्ट जाने म त फेरि सफललाई सन्देशले के भन्छ नि अब ल यता जानु पर्यो म पनि डकिएको के सफल त ठिक छ नि सफल ठिक छ ठिक छ भटे भनेको के अरे भटे छैन यार गाइस हामी जाँदैछौँ हेलेट साल्न गाह्रो हेलेट भन्छन् के अरे हेलमेटलाई हेलो टेलेट हेलुट केमा होइन के रिलमै देखेको मैले हेलेट नबिले पठाएन नि तिमीलाई त्यसरी भेटेको मैले त पठाए होला ल भ्यू यस्तो दामी देख्यो यार है ओए लभली 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 16 अन्डर एज मेरो नाम नि देखाइदेऊ न अन्डर एज तिम्रो देखाउने हैन के उनीहरु सोध्दै सोध्दै बोला कि बोला भने फेरि once more डडर लाग्यो खोइ कहाँलाई डढेर उठ्यो यसरी जुम हान्नै मिल्दैन ओइ माल देख्यो दामी लालीगुडा सन्डिङ हान्न जानु लाग्ने केटाहरू डर लाउँछ मलाई त्यस्तो काम गर्न त्यहाँ देखिन्न कि यहाँबाट फेरि डराउनै पर्छ नि अब नडराइदियो हुँदै हुन्न भयो भने एक दुईटा अब त्यही नै हुन्न भइरहेको अर्जुनको गाउँ हो के अरे अर्जुनले म्यानेज जान्छन् ल हेलमेट राख न अब नयाँ हेलमेट कुदार कुदुर लागिहाल्छ कि फेरि ल गाइजहरू यहाँ इँटा फुटाउने च्यालेन्ज हुँदैछ अरे ए ब्लक फुटाउने च्यालेन्ज रहेछ ल्या काट्छ नि त फेरि इँटा अब एक लट इँटा नि हान्नु पर्यो हातले हातले त हो नि कस्तै साइको रहेछ मलाई भन हातले हिँड्छ नि केटाहरूको लालीगुडा सन्टिङ हेरमै त चोर आयो चोर आयो है गाइजहरू होट्ने हो देखेन यार केटाहरू ल लालीगुडा प्रकृतिको विनाश गर्ने मान्छेहरू बायोलोजी पढेका मान्छेहरू लालीगुडा टिपेर हानेर देखाउँछ गएर यसरी दिनदाडै हेर त दिनदाडै लालीगुराँस कसरी चोर्ने दिनदाडै चोरी भयो होला चोरी मात्रै होइन त्यो प्रकृतिको विनाश गरेर हानेर त प्रकृतिको विनाश होइन क्या लालीगुराँसको विनाश मैले चाहिँ टिपेको होइन है अर्जुनले टिपेको चाहिँ हो तिमी बाँच्यौ त्यसो भने ल लालीगुराँससँगको भ्यू हेरौँ गाइज ट्याक्कै हिमाल त देख्यो छैन अलिअलि देखियो यस्तो छ यता दामी काभ्रेली किङ रे ल काभ्रेली किङलाई भेट्यो फाइनल्ली ल त गाइज चटपटी स्टोरमा आइयो हामी चटपट खाना टेन्सन भयो पैसा दिनुपर्छ नि अरे सफल उहिले आन न उहिले अलिकति फर्ममा छैन कि त्यही भएर हो क्या त्यही भिडियो गरेर होइन र अब खाजा खाएर अब घरतिर जाने चटपट पिरो चटपट खाइयो यार है डेन्जर बनाइएन यार त्यसको अब चाहिँ घर जाँदै के अरे नदी पुल हुँदैन यता नदी पुलसम्म है नयाँ बाइक हेर्दै जानु पर्यो हामी अघि मजा आउँदै